यसरी फुलिरहेको छ स्याउ साथीहरू। यो नर्सरी हो, यो के भन्छ इटाली देशको स्याउ हो, इटालियन स्याउ। यो देख्न सक्नुहुन्छ तपाईँले, यसरी फुलिसकेको छ साथीहरू। हेर्नुहोस्, पौधा एकदम सानो छ, रुख धेरै सानो छ, यसरी फुलिसकेको छ स्याउ। यो स्याउ इटालियन स्याउ हो। त्यति जाडो त हुँदैन यहाँ, हिउँ पनि पर्दैन यो ठाउँमा, तर स्याउ चाहिँ यसरी फुलेको छ, यो इटालियन स्याउ। धेरै ठन्डा धेरै जाडो नहुने ठाउँमा पनि यो स्याउ फल्दो रहेछ साथीहरू। यो इटालियन स्याउ हो। यो देख्न सक्नुहुन्छ, यसरी फुलिसकेको छ यो। तपाईहरुले यसमा हेर्नुहोस्, यो मौरी फुलको रस चुसिरहेको, यसैबाट होला मौरीले पनि मह बनाउँछ होला। यो देख्न सक्नुहुन्छ, मौरी यसरी फुलेको छ स्याउ। गाइजहरु, मेरो यो भिडियो हजुरहरुलाई मन परेमा लाइक, कमेन्ट, शेयर, फलो गर्न नभुल्नु होला। फलो गरेर शेयर गरेर धेरै सामु पुर्याइदिनु हुन होला साथीहरु। यो हेर्नुहोस्, यस्तो गाउँ छ यहाँ। यो गाउँ पनि यस्तो छ साथीहरु, तपाईले देख्न सक्नुहुन्छ। यो खासै बरफ चाहिँ पर्दैन, धेरै जाडो पनि हुँदैन, मिडियम खालको हुन्छ साथीहरु। यो गाउँ हो। यो गाउँ हिमाचल प्रदेश शिमला डिस्ट्रिक्टमा पर्दछ साथीहरु। फेरि पनि लाइक, कमेन्ट, शेयर, फलो गरेर साथ सपोर्ट दिनु होला।